हेलो साथीहरू नमस्कार। आज हैन गुन्द्रुकको सब्जी धेरै मासु खाँदा खाँदा गरेर गुन्द्रुकको रस यसरी लाने हो आज अनि खाने। साह्रै भोक लागेको छ गाइस। अब के गर्नु खानु पर्यो गुन्द्रुकको रससँग खाना। हेर्नुस् अहिले भर्खर आयो पछाडिबाट अनि पछाडिको मतलब जाड पकाएर खाएर भन्ने बिर्स्यो गाइस। हेलो धेरै मिठो भएछ। यो लट्टेको साग हो, लट्टेको साग। धेरै दिनपछि खाएको है गुन्द्रुकको सब्जी लट्टेको साग साह्रै मिठो छ। जिरे खोर्सानी साथीहरू तपाईँहरू पनि खान आउनु होला। साह्रै मिठो रहेछ। जिरे खोर्सानी थाहा छ त हजुरहरूलाई पनि? जिरे खोर्सानी है यो चाहिँ मिठो बास्ना आउँछ यसको पनि। साह्रै पिरो रहेछ हौ साथीहरू खोर्सानी त बहुत। त्यो साह्रो पिरो रहेछ।